पूर्ण आर्थिक र रणनीतिक मेरुदण्ड मानिने साउथ पार्स ग्यास फिल्डमाथि भीषण हवाई आक्रमण गरेर युद्धलाई एक अत्यन्तै खतरनाक ऊर्जा युद्धको चरणमा पुर्याएको छ। विश्वकै सबैभन्दा ठूलो ग्यास भण्डार मानिने र इजरायलको कुल ग्यास उत्पादनको झण्डै 3/4 हिस्सा ओगट्ने यस केन्द्रका 4वटा प्रमुख सेक्सनहरूमा क्षति पुगेपछि उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। इजरायलको यो कदम इरानलाई आर्थिक रूपमा पछाडि धकेल्दै आत्मसमर्पण र युद्धविरामका लागि बाध्य पार्ने एउटा अधिकतम दबावको रणनीति भए तापनि यसले उल्टै इरानलाई थप आक्रोशित बनाएको छ। प्रतिशोध स्वरूप इरानले कतारको रास लफान, साउदी अरबको आरामको र यूएई का ऊर्जा सुविधाहरूमा जवाफी हमला शुरू गरेपछि इरान अमेरिका युद्ध झनझन बढ्दै गइरहेको छ। दर्शक वृन्द, आउनुहोस् आजको यस श्रृंखलामा हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी टापुहरू कब्जा गर्न कस्तो तयारी गर्दैछन्, आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौं। मध्यपूर्वमा जारी युद्ध अब केवल दुई राष्ट्र बीचको सैन्य टकरावमा मात्र सीमित रहेन, यो एक पूर्ण स्तरको ऊर्जा युद्धमा परिणत भएको छ। इजरायलले इरानको रणनीतिक ऊर्जा केन्द्रहरूमा आक्रमण गरेपछि इरानले पनि पत्थरको जवाफ पत्थरले भन्ने रणनीति अपनाउँदै खाडी क्षेत्रका अन्य मुलुकहरूको तेल र ग्यास पूर्वाधारलाई समेत निशाना बनाउन शुरू गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले स्पष्ट चेतावनी दिएको छ कि यदि इरानको ऊर्जा निर्यातमा अवरोध खडा गरिन्छ भने अमेरिकाका कुनै पनि क्षेत्रीय सहयोगी राष्ट्रहरू सुरक्षित रहने छैनन्। यसैको परिणाम स्वरूप कतारको रास लफान औद्योगिक शहरमा भएको आक्रमणले अब विश्वव्यापी ऊर्जा संकट हुने खतरा बढेर गएको छ। रास लफान विश्वकै एक महत्वपूर्ण एलएनजी आपूर्ति केन्द्र हो, जहाँबाट विश्वको झण्डै 20% ग्यास आपूर्ति हुने गर्दछ। यहाँ भएको क्षतिले कतारको अर्थतन्त्रलाई मात्र होइन, यसमा निर्भर रहेका भारत, दक्षिण कोरिया र युरोपेली मुलुकहरूको ऊर्जा सुरक्षालाई समेत गम्भीर संकटमा धकेलिदिएको छ। युद्धको यो रापले यति बेला कतारलाई मात्र पोलिरहेको छैन, यसले त संयुक्त अरब इमिरेट्स र साउदी अरबलाई समेत नराम्ररी सेकिरहेको छ। इरानले यूएई को हवसान ग्यास सुविधामा ड्रोन र मिसाइल प्रहार गरेपछि उक्त प्लान्ट बन्द गर्नु परेको छ, जसले गर्दा स्थानीय र अन्तर्राष्ट्रिय आपूर्तिमा ठूलो खाडल सिर्जना भएको छ। त्यस्तै साउदी अरबको राजतनुरा रिफाइनरी र राजधानी रियाद नजिकैका तेल प्रशोधन केन्द्रहरूमा भएका श्रृंखलाबद्ध आक्रमणले खाडीका देशहरूमा धैर्यको बाँध टुट्ने अवस्थामा पुर्याएको छ। कुवेतका दुई प्रमुख रिफाइनरीहरूमा लागेको आगो र फुजेरा बन्दरगाहको अवरोधले के प्रमाणित गर्छ भने इरानले हर्मुज जलडमरू मात्र होइन,